हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज चाहिँ मैले सिम्पल टमाटरको चटनी पिसेको भिडियो लिएर आएको छु। हेरिदिनु होला सबैजनाले। हामीहरूको चाहिँ घरमा मिक्सीमा पिसेको चटनीभन्दा सिलपट्टामा पिसेको चटनी बहुत मिठो मान्नुहुन्छ। मेरो हस्बेन्डले पनि सिलपट्टामा पिसेको चटनी एकदम मलाई चाहिँ यस्तै टमाटरको आधी बोक्रै राखेर पिसेको चटनी एकदम मनपर्छ। त्यही भएर मैले चाहिँ पुरै बोक्रा फालिनँ, यो डढेको बोक्रा अलिअलि राखेरै पिसेँ। यसले छुट्टै टेस्ट लिएर आउँछ कि, त्यही भएर मैले चाहिँ यस्तरी नै पिसिदिएछु है। हजुरहरू नि कोलाई यस्तरी सिलबट्टामा पिसेको चटनी मिठो लाग्छ कमेन्टमा भन्नु होला सबैजनाले। अनि तपाईहरुलाई मेरो भिडियोहरू के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। राम्रो लागेमा लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। मैले अब बनाउने ट्राई त गर्दैछु, सुरुमा भएर त्यति राम्रोसँग पर्फेक्ट कन्टेन्टहरू पनि दिन सकेको छैन। ट्राई गर्दैछु। कस्तो लाग्छ तपाईहरुलाई? राम्रो लाग्छ भने कमेन्ट गरिदिनु होला, शेयर पनि गरिदिनु होला भिडियोहरूलाई।